जस्तै हामीलाई एकदम तनाव भएर रहँदाखेरि पनि क्लासमा जाँदा कहिलेकाहीँ भोराले एकदमै हँसाइदिने, त्यसले गर्दा तनाव त्यतिकै पनि हटेर जाने हुन्थ्यो भने जनप्रतिनिधि भएपछि चाहिँ त्यो अवस्था रहेन। धेरै जसो चाहिँ हामीले मलाई अब उहाँले विश्वास गरेर पठाउनु भएको छ काम गर्नको लागि भने त्यो अनुसारको मैले काम गर्न नसक्ने हो कि उहाँहरूको चित्त बुझाउन नसक्ने धेरै कुराहरू हुन्छन्। बजेटले भ्याउँदैन तर उहाँहरूको इच्छाहरू ठुलो हुन्छ अनि त्यो कामहरू गर्न नसक्दाखेरि ममा एकदमै हामी जनप्रतिनिधिहरूलाई विभिन्न तनावहरू हुन्छन्। यसको व्यवस्थापनको लागि पनि यो योगा चाहिँ एकदमै प्रभावकारी सबैले चाहिने कुरा रहेछ। रमाइलो यति खुसी प्रशिक्षकज्यूहरू पनि फेरि असाध्यै उत्कृष्ट लाग्यो। किन भन्दाखेरि उहाँको चाहिँ त्यो कला यसको हामी कहिले पनि बिर्सने छैनौँ। हुन त अब पछि पनि वाकरमा यस्तो कार्यक्रमहरू हुँदा आउनुहुनेछ र असाध्यै खुसी म मात्रै होइन, मलाई जहाँसम्म लाग्छ साथीहरू सबै यहाँ सहभागीहरूको चाहिँ एउटा फुर्तिलोपन देखेर म असाध्यै खुसी छु। र वास्तवमा मैले अलिकति भन्नुपर्दाखेरि यो मेरो छोरी युकेमा छ, ठुली छोरी, त्यो छोरीको प्रेरणाले हामी पनि यो योगमाया योग ध्यान शिविर मार्फत रहेर बिहान चाहिँ 1-2 घन्टा योगा गर्न सुरु गरेका छौँ। र त्यो योगाले चाहिँ म त वास्तवमा अघि यहाँ धेरै कुराहरू आयो, म सुगर, प्रेसर, कोलेस्ट्रोल सबैको चाहिँ वास्तवमा बिरामी हो। तर पनि यो योगा सुरु गरिसकेपछि ममा अलिकति फुर्तिलोपन परेको र म मात्रै होइन, मेरो मिसेसले पनि गर्छिन्। हामी दुवैजना 2 घन्टा यो कार्यक्रममा सरिक हुन्छौँ। साना नानी बाबुहरू चर्चा गरिरहनुहुन्छ, चुप लाग्नुहोस् भन्यो। उहाँहरूको बानी नै चञ्चले, धेरै हाँस्ने बानी साना नानी बाबुहरूमा। अनि चुप लाग्नुहोस् भन्दा आफूले नै हाँस उठ्छ। उहाँहरूको चाहिँ चकचके बन है। त्यसले कहिलेकाहीँ झोक पनि चल्छ एकदमै। अब काम दिनभरि चाहिँ पढाइमा व्यस्त हुँदाहुँदै तनाव पनि बढ्छ। अनि शीर्षकै रहेछ तनाव विसर्जन। लौ मार्यो, अब तनाव विसर्जन गर्ने अवसर जुटेछ, ल जाउँ भनेर हामी चाहिँ आएको र बिहानदेखि यो कार्यक्रममा सहभागी भइयो। रेखा म्याम, दुवैजना रेखा म्याम हुनुहुन्छ, उहाँलाई एकदमै हार्दिक धन्यवाद दिन चाहन्छु। यो जीवनको लागि अत्यन्त आवश्यक कुरा हो। जसरी भगवान् बुद्धले ज्ञानको फैलाउनु भयो, त्यस गरी हाम्रा श्रद्धेय गुरु भानु गुरुदेव र रमेश गुरुदेव साँच्चै यो कलियुगको स्वास्थ्य विज्ञानको औषधि नै भएर आउनुभएको जस्तो लाग्छ मलाई। यो हामीले गर्न सक्छौँ भने हामी गर्नु नै पर्यो। वास्तवमा पढेर मात्रै अध्ययन हुन पनि प्रयोगै त्यसै हो मेरो बुझाइमा। त्यस कारणले सबैले गरौँ। यो बुढेसकालको औषधि भनेको साँच्चै हस्पिटल भन्दा पनि हस्पिटलले मात्रै त केही होइन, सिधै ट्याब्लेट खाएर भन्दा योग ध्यान विधिबाटै हरेक रोगहरू हटाउन सकिनेछ भन्ने कुरा मैले बुझेको छु। तनावहरू चाहिँ यो चाहिँ धेरैवटा कामहरू गर्दै हिँडिरहेको छौँ नि त देशको लागि, सारा प्राणी र सारा मानव जाति मानवको लागि हितको लागि चाहिँ हामी हिँड्नुपर्छ र हिँडिरहेको भएको कारणले गर्दा अलिक धेरै नै तनाव हुन्थ्यो। अलिकति तनावहरू चाहिँ यहाँ यसो छोडेर गुरुआमाहरूले चाहिँ यही छोडाइदिएको जस्तो महसुस भएको छ। यति भन्दै धन्यवाद।